गण्डकी प्रदेश बागलुङ जिल्लामा अवस्थित नेपालकै सबैभन्दा लामो झोलङ्गे पुलको अवलोकन गर्न हामी आएका छौँ। तपाईहरुले म प्रत्यक्ष रूपमा यहाँ झोलङ्गे पुलको दृश्य देखाउन गइरहेछु। तपाईहरु पनि हेरेर प्रतिक्रिया जनाउनु होला। तपाईलाई कस्तो लाग्यो, तपाईलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया जनाउनु होला। यो नेपालकै सबैभन्दा लामो झोलङ्गे पुल, यो झोलङ्गे पुलको दृश्य तपाईले अवलोकन गर्दै हुनुहुन्छ। यहाँ विद्यार्थी भाइ बहिनीहरु एकदम डराई यात्रा गरिरहेको अवस्था छ, तपाईले देख्न सक्नुहुन्छ। यो झोलङ्गे पुलको दृश्य म प्रत्यक्ष रूपमा लाइभमा देखाउन गइरहेको छु। लाउनुस् लाउनुस् त बिस्तारै आउनुस्। डराउनु पर्दैन, के हुँदैन। तपाईँ ढुक्का आउनुहोस् यहाँ आतिर के हुनेवाला छैन। तपाईँहरू ढुक्का आउनुहोस्, आरामले हेर्नुहोस् है। तपाईँहरू कति डराएको हो तेरिका, के भएको यो मान्छे तँलाई हेर्ने हो त अगाडि यस्तो गरी हेरेर हिँडन है तेरिका। यसरी हिँड न, म सर जस्तै यसरी। खुट्टा दुख्यो हो, कहाँ पुगेर लानु त अनि तिमीलाई? अब ल सिधा हिँड, सिधा कहाँ कति आतिएको क्या हेतेरी, खुट्टा दुख्दो रहेछ। त्यो चप्पल लगाऊ न त, अनि कहाँ हातमा पुगेर त हिँड्नु भएन मान्छे, चिप्ल्यो। हेतेरीका सिधा यहाँ हेर, मलाई हेर त यसरी, मैले हेर। ओ गुड त्यसरी हो, सिधा हो, हात दुईटा सिधा गरेर अगाडि दौडिने। ल नेपालकै सबैभन्दा लामो पुलको दृश्य तपाईलाई टिकटक लाइभबाट प्रत्यक्ष प्रसारण गरिरहेको छु। यहाँ हाम्रो एकजना विद्यार्थी बिचरा आतिएर यहाँ हजुरआमा जस्तो गरी हिँडिरहनु भएको छ। यहाँ लट्ठी टेक्दै हिँडिरहनु भएको छ। यहाँ हजुरआमा पाराले हजुरआमा लट्ठी चाहिन्छ, हजुरआमा लट्ठी चाहिँदैन। यहाँ हजुरआमाको पाराले हिँडिरहनु भएको छ। यहाँ हजुरआमा भन्दा कम छैन वा। नातिकन हिँड्नुहोस्। तपाईँ देख्न सक्नुहुन्छ तल दृश्य, यो कति गहिरो छ भन्ने कुरा तपाईँले टिकटक लाइभबाट हेर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस्, तल बस्ती छ, एउटा सुन्दर बस्ती। त्यो सुन्दर बस्तीको माथि यति हाइटमा, उचाइमा हेर्नुहोस्, त्यहाँ यो झोलङ्गे पुल अवस्थित छ। नेपालकै सबैभन्दा लामो झोलङ्गे पुल हेर्न सक्नुहुनेछ तपाईँले। यहाँ टिकटक लाइभबाट तपाईँले प्रत्यक्ष रूपमा मैले तपाईँलाई बागलुङ जिल्लामा अवस्थित झोलङ्गे पुलको दृश्य देखाइरहेको छु। प्रत्यक्ष रूपमा तपाईँले हेरेर इन्जोय गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ तल तपाईँले दुई साइडमा, यता एउटा रोड, यता एउटा बस्ती, त्यसपछि एउटा त्यहाँ बिचमा खोलापछि उता पारी फेरि बाटो, अनि यसरी दुईवटा गाउँलाई जोडेर उहाँले यहाँ पुल तपाईँले देख्न सक्नुहुनेछ। यो झोलङ्गे पुलको दृश्य तपाईँले देख्न सक्नुहुनेछ। यो लगभग 1 किलोमिटर लामो झोलङ्गे पुलको दृश्यलाई तपाईँहरूको बिचमा मैले प्रत्यक्ष रूपमा देखाइरहेको छु। यहाँ हाम्रो विद्यार्थी बिचरा उसलाई हिँड्न गाह्रो भएर ऊ चप्पल फुकालेर बिस्तारै आतिएर हिँडिरहेको अवस्था तपाईँले देखिनु भएको छ। यो हिँड्नलाई त्यति डराउनु पर्ने अवस्था चाहिँ छैन, तर बिचरा पहिलोपटक ऊ हिँडिरहेको कारणले उसलाई गाह्रो फिल भएको छ भन्ने कुरा छ। यहाँ देख्न सक्नुहुनेछ तपाईँहरूले। यहाँ हाम्रो दिपिका म्याम पनि रुँदै आइरहनु भएको छ। यहाँ रुनु भएको रहेछ क्या अरे। यहाँ तपाईँले देख्न सक्नुहुनेछ, यता दिपिका म्याम रुँदै दौडेर आउनु भएको छ। यहाँ भर्खर हाँस्न थाल्नुभयो दिपिका म्याम। उहाँले बोकेर जानुहोस् त, उहाँले बोकेर कुदेर तपाईँ ल छिटो दौडेर आउनुहोस्। ल दौडिने तपाईँले। ल लाइभमा है, टिकटक लाइभमा छ है तपाईँलाई। ल देखाएको ल दौडेर आउनुहोस्। ल एकचोटि। ओ दिपिका म्याम कसरी दौडेछ थाहा पाउनु भयो? तपाईँहरू कति आतिर आएको अनि उसलाई समातेर बोकेर लैदेऊ, चप्पल बोकिदेऊ उसको चप्पल। यो झोलङ्गे पुल कति रमाइलो दृश्य हेर्नुहोस्। झोलङ्गे पुलबाट तपाईँले यो बागलुङ जिल्लाको दृश्य अवलोकन गर्न सक्नुहुनेछ। अत्यन्तै रमणीय दृश्य तपाईँले देख्न सक्नुहुनेछ। यहाँ झोलङ्गे पुलबाट तपाईँले देख्न सक्नुहुनेछ यो रमणीय दृश्य, अत्यन्तै रमणीय दृश्य। हाम्रो नरेन्द्र यादव सर पनि यहाँ फुल मस्तीका साथ इन्जोय गरिरहनु भएको छ।
यहाँ बन्जी जम्प गर्नुभन्दा पनि यो मजा आयो नि त तपाईँलाई मजा छ ल ठिक छ ल यो अत्यन्तै रमणीय दृश्य तपाईँले देख्न सक्नुहुन्छ यहाँ यो झोलङ्गी पुलको दृश्य तपाईँले देखिरहनु भएको छ यो नेपालकै सबैभन्दा लामो झोलङ्गी पुल नेपालको सबैभन्दा लामो झोलङ्गी पुल ए के छ हजुरहरू कस्तो फिल भइरहेछ त हजुरहरूलाई कस्तो फिल भइरहेछ हजुर दिपिका म्यामसँग दौडिनु पर्छ कि पर्दैन त फोटो खिचिरहेको हिँड्दै दो बाटोमा तिमी त कहाँ हराइदियो त्यस्तै लागिरहेछ नि त डिएसआरलाई याद आउँदैछ नि यसरी हात समाउँदै हिँड्दै दो बाटोमा तिमी त कहाँ हराइदियो म भने चाहिँ भने गीत सुन्नु भएको छ नि तर लाइभमा कोही पनि छैन है चेन्ज नगर कोही पनि छैन लाइभमा कोही पनि छैन जिरोमा थियो क्या त्यही भएर मैले गएको होइन त तिमी मान्छे भए भए त म कहाँ भन्छु त नि जिरो छ यहाँ हेर न यहाँ के 1 2 3 हेर यहाँ हेर न जिरो छ कि हेर जिरो छ कि लाइभमा छैन कि मान्छे भए पनि भाइरलै हुन्थ्यो कि हुन्थ्यो हो त्यही त हजुरआमा भनेको बेला भाइरल हुन्थ्यो कि धन्यवाद सबैजनालाई टिकटक लाइभबाट जोडेर तपाईँले हेरेर सहयोग गर्नुभएकोमा सबैलाई म विशेष धन्यवाद दिँदै फेरि पुनः म तपाईँहरूको बिचमा जोडिने अनुमति चाहन्छु धन्यवाद तेहर चिलाई घुमाउने हङकन्डु होइन बागलुङ्गे सहर ए ल ल आयो नि आयो ल ठिक छ ए लाइभमा साथी म यो टुक्रो टुक्रो बन्छ कि अब यति भएपछि भिडियो यहाँबाट क्लिक भयो अब ल पास अब एउटा कुन गीत सुहाउँछ ल अब